ल गीत पुरिरहेको अवस्था छ बन्दीपुर बजारमा ऋषि भाइको तर्फबाट कसलाई भने हेलो बन्दीपुर बजारमा हिँड्दै छौँ हामी बिहान कति 8:30 भयो हजुर हजुर हो शुभ प्रभातम फ्रम बन्दीपुर बजार मेन बजार गल्लीबाट होमस्टे के हो होमस्टे बन्दीपुर होमस्टे गुरुङ होमस्टे कस्तो राम्रो गीत मिल्छ पर पर धेरै ऊ पनि छ ठाउँ घरहरू त छन् अब जान त मिल्यो यहाँबाट यता उक्लिने छैन छ माथि उसमा छैन तल झरीबाट पनि छैन छैन हो पोरपरा त गरिया थियो अहिले वर्ष मात्रै यस्तो के छ होइन ऋषि गुडलाई भनेको क्या ए यहाँ एउटा घरको चाहिँ भग्नावशेष रहेछ लाग्छ भग्नावशेष ओहो डान्स कहिले एकचोटि ल खतरा डान्स हो त इलेक्ट्रिफाइङ डान्स ल बाउ छोराको इलेक्ट्रिफाइङ डान्स आइरहेको छ इलेक्ट्रिफाइङ मिस्टर संस्कार पौडेल हो भट्टराई ए मामा र पौडेल म त त्यो होमस्टेको एउटा चाहिँ एउटा फोटो चाहिँ खिचेर त्यो फोन नम्बरको भोलि काम लाग्ने हुन्छ नि त एउटा फोटो खिचेर लिइराख्यो भने बिन्दुवासिनी सामुदायिक होमस्टे अस्ति न हामी बसेको थियौँ यतापट्टि त्यो अहिले दरबार देखाएको थिएँ नि मैले हजुर त्यो दरबारको उता बसेको होमस्टेमा बसेको चाहिँ नि त्यो होमस्टे चाहिँ कहिले यहाँ साथीहरूलाई बनाउनु पऱ्यो फोन नम्बर लिन भन्दाखेरि यो होमस्टेमा गएर बस भन्नु पाइन्छ कि यस यो जग्गाहरू त बहुत महँगो होला है छ नि यो पुरानो यहाँ त अनि यो त बाहिर मान्छेले किन्दा नि पाउँदैन होला त्यो त राणाकालीन बस्ती हो नि त सर है राणाकालीन बस्ने हो है अन्त यो ढुङ्गाहरू हेर्दा पनि अन्त पछि पनि भएको छ यो चाहिँ यो एरियाको चाहिँ बजारै पहिला यही रहेछ नि त यो बाहिरी मान्छेले किन्दा पनि यो बजार हेर्दा नपाउँला सायद यही प्रायोरिटी यहीँ होला टिङ्गे किन उता जान खोज्नु भएन नि किन टाइम लाग्छ भन्छ टाइम लाग्छ भन्नु माथितिर होइन माथितिर ल यहाँको काठहरू यताबाट गयो भने त्यो उता के सामुदायिक कल्चर हाउसतिर गइन्छ यता गयो भने यता त ठुलो खेल भयो यता कल्चर हाउसको चाहिँ कति पऱ्यो हो खोइ त्यो सरकारहरूलाई पढ्नु उहीँ हराउँदैछ आउँदैन फोटो खिच्दै हुन्छ होमस्टेको बिचरा आउँदै हो केही भन्नु छ संस्कारलाई केही भन्नु छ के भन्नु Don't subscribe this channel. सब्सक्राइब 10 हुँदैन डन्ट ए त्यस्तो पो भनेको किन त्यसो यसमा सिकाउनु चाहियो नि किन डन्ट ल वाइ डन्ट I want. डु मोर भन्नु पऱ्यो क्या डु मोर होइन Don't do more subscribe. वाइ तिमीलाई के गर्यो यो उसले के गर्यो फोटो खिचेन कि भिडियो बनाएन कि किन भन्नु पऱ्यो नि त्यतिकै त कहाँ भन्नु पाइयो त आधार त यो नि मन परेन भन्नु पनि कुरा चाहियो नि त यो कारणले मन परेन भन्नु चाहिँ पाइयो ल भाइले चाहिँ भनेको होइन धेरै सब्सक्राइब गर्ने सेयर गर्ने लाइक गर्ने कमेन्ट गर्ने ओके कता हिँड्यो बुढा फेरि सर बोलाउनु